ल अब तालमा हामी ताल नजिक छौँ। तालमा एउटा मन्दिर पनि रहेछ माथि। ताल हो यो मन्दिर टाइपको रहेछ। पैसा लुट्ने मोबाइल नदेखाओ क्या यार, भिडियो खिच्यो भने पैसा लाग्यो। नाइ बन्द गर्नु पर्यो नि त भिडियो। यहाँ पलक्क पल्लो छेउमा पलस छ नि। भिडियो गर्दिन होला यो त। त्यही त लाइभ हो यो जस्तो लाग्छ। बन्द गर होइन हौ ल हामी बाटुला ताल ए ल यहाँनिर यस्तो गर्नु यहाँ भन्न सकिन्छ भने मजासँग तपाईँहरूलाई अब यो तालमा स्वागत गर्छौँ हामी। अब कताबाट हिँड्छौँ हामी? दायाँबाट होइन? यहाँबाट तल झर्छौँ कि यो वरिपरि घुम्छौँ? ल हेर्नुहोस्, यो रामा रोशनको ताल हो। यसमा सबै छ। यो पात पतिङ्गर अलि बढी छ, अरू सबै राम्रो छ। फेरि यसमा केही छैन। यो सबैभन्दा यहाँको ठुलो ताल हो। ल योभन्दा ठुलो अझ माथि छ। ए अब फेरि हामी यहाँभन्दा ठुलो जिङ्गदे तालमा पनि पुग्छौँ। ल हेर्नुहोस्, हाम्रो पञ्चपुरीमा भएको दह ताल र यसमा केही फरक छैन। त यो संरक्षणमा छ, त्यो अलि धेरै टाढा भएको कारण पनि अब जस राम्रै छ। यसलाई फेरि थोरै सरसफाइ गर्न पाए त हुन्छ होला। एकदम सुन्दर। यो यताउता सबै बाटुदा ताल क्षेत्र। फेरि यहाँभन्दा माथि पनि हामी अर्को तालमा पुग्छौँ। ल हेर्नुहोस्, एकचोटि आउनै पर्छ। यो पहाडभन्दा उता कालीकोट धन्न 5 घन्टा लाग्छ अरे कालीकोट पुग्नलाई, बस्ती नजिक पुग्नलाई। ठिक छ। ल